यो केराको बगैँचा अनि यो जुनारको बगैँचा, यी दुवै फलफुलका बगैँचा नेपालकै हुन्। यो चितवनको केरा खेती हो भने यो रामेछापको जुनार हो। आजको यो भिडियोमा तपाईलाई केरा र जुनार खेतीबारे जानकारी गराउँदैछौँ। अर्कोतर्फ कृषिबाट पनि प्रशस्त आमदानी गर्न सकिन्छ भन्ने उदाहरण पनि देखाउँदैछौँ। चितवन केरा खेतीको पकेट क्षेत्रका रूपमा परिचित छ। 22 वर्ष अघिदेखि यहाँ व्यावसायिक रूपमा केरा खेती हुँदै आएको छ। केराको कुल मागको 45% आपूर्ति चितवनकै केराले धानेको छ। यहाँ किसानले केराबाटै लाखौं कमाएका छन्। प्रति बिघा 50,000 का दरले यहाँ केराबाट आमदानी हुने गर्छ। एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन भएपछि चितवनको केरा उत्पादनले पहिचान र व्यापकता पाएको हो। चितवनका केरा किसानहरूले 71 सालबाट बिमा सुरु गरेका थिए। या भनौं चितवनमा केराको बिमा हुन्छ। केरामा कहीँ कतै समस्या आए त्यसको क्षतिपूर्ति किसानले पाउँछन्। नेपालमा मालभोग, विलियम र जिनाइनको व्यावसायिक खेती गर्ने गरिएको छ। फागुनदेखि भदौसम्म मालभोगको उत्पादन बढी मात्रामा हुन्छ भने भदौदेखि माघसम्म विलियम र जिनाइनको उत्पादन धेरै हुन्छ। केराबाट आमदानी हुन थालेपछि चितवनका किसान यो खेतीमा लागेका छन्, जसका कारण केरा लगाउने ठाउँ नै पाइन छाडेको छ। अहिले अब कुरा गरौं जुनारको। यो पहेँलपुर रामेछापको जुनार हो। यहाँ वर्षेनी जुनारको उत्पादन बढ्दो छ। एकै सिजनमा करोडौंको जुनार निर्यात हुने गर्दछ। गत वर्ष करिब 23 करोडको जुनार यहाँबाट बिक्री भएको थियो। मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्रको जुनार जोन क्षेत्रमा गत वर्ष 4,400 मेट्रिक टन सुन्तला जातका फलफुल उत्पादन भएका थिए। जुनार बगैँचाबाट नै दानाको आकार अनुसार 60 देखि 75 रुपैयाँसम्म प्रति केजी बिक्री हुने गर्छ। जुनारको बगैँचाभित्र भटमास, तोरी, लसुन, प्याज, काउली जस्ता कोशी बाली र तरकारी बाली लगाएर छुट्टै आमदानी गर्न सकिन्छ। कृषि प्रधान देश नेपालमा कृषिको विकासले फड्को मार्दैछ। विदेशबाट श्रम सिप सिकेर फर्केका युवाहरू पनि कृषिमा आकर्षित हुँदैछन्। अब सोच्नुहोस्, एकपटक विदेश जाने कि यही केही गर्ने।